यथार्थलाई स्वीकारिसकेका हामी नेपाली नागरिक अनि जसोतसो देश पनि समृद्धिमा जाँदै गरेको बेला कुनै तत्त्वहरू आउँछन् देशमा अनि उनीहरूले भन्छन् देशमा विकास गर्ने, समृद्धि ल्याउने र देशलाई चाहिँ समृद्धि बनाउने र नागरिकलाई सुख दिने। समृद्धिको नारालाई एजेन्डा बनाएर केही व्यक्ति, केही तत्त्वहरू सक्रिय हुन्छन्। ती तत्त्वहरू सक्रिय भएपछि देशको विकासको निम्ति भनेर राजनीतिक सङ्घर्षलाई अगाडि बढाउँछन्। राजनीतिक सङ्घर्षको आडमा देशमा युद्ध हुन्छ र समृद्धि र एउटा चाहिँ औद्योगिकरणमा गइसकेको देशलाई बिस्तारै बिस्तारै तहस-नहस बनाइन्छ। चोरी हुन्छ, डकैती हुन्छ, राजनीतिको नाममा आन्दोलन हुन्छ, समृद्धिको नाममा हत्याहरू हुन्छ। त्यसैगरी समृद्धिकै नाममा मान्छेले मान्छेलाई लुट्ने, काट्ने, थुत्ने हुन थाल्छ। भौतिक संरचनाहरू नष्ट हुँदै जान्छन् र एउटा भौतिक संरचनाहरू नष्ट भएसँगै औद्योगिकरणमा गइसकेको देश फेरि तहस-नहस भएर एकपटक धुलोमा मिसिन जान्छ र बर्बाद भएर जान्छ र यो बर्बादीको आडमा आफू राजनीतिमा आएर आफूले नेतृत्व पाऊँ भनेर नेतृत्वमा केही व्यक्तिहरू जान्छन्, केही राजनीतिक दलहरू जान्छ र राज्यमा नेतृत्व गर्नु थालेपछि देशमा हालिमुहाली मच्याउँछन्। देश यसरी बर्बाद हुँदै जान्छ र हामी नेपाली यो हेर्न बाध्य हुन्छौँ। विदेशी शक्तिहरूले देशमा विकास गरिदिने नाउँमा हस्ताक्षर गर्छन् र देशको बर्बादी सुरु गर्छन्। देशको बर्बादी सुरु गरेसँगै देशको श्रम बेच्नको लागि वैदेशिक रोजगारमा जान बाध्य हुन्छौँ।